यो हामी राइस फिल्डमा आइसकेका छौँ। हाम्रो क्लासको सिआर राजु शाह, उहाँले साइपरमेथ्रिन र क्लोरोफाइरिफसको सोलुसन 10 लिटरमा बनाउँदै हुनुहुन्छ। अनि हरेक लिटरमा 2.5 ml सोलुसन राख्नुपर्छ। यो खासमा किन छडिरहेको छु भने तपाईको इन्सेक्ट कन्ट्रोल गर्नको लागि, बग्सहरू कन्ट्रोल गर्नको लागि। यसमा कुनै प्लटमा तपाईको व्हाइट हेड डिजिज पनि देखेका छौँ। त्यो तपाईको व्हाइट स्टिम बोररको कारणले, मतलब स्टिम बोररको कारणले गर्दा लाग्ने गर्दछ। त्यसको लार्भा पारेर त्यसको लार्भाको कारणले एक तरिकाले लाग्ने गर्दछ। त्यसको कन्ट्रोल र अरू इन्सेक्ट कन्ट्रोलको लागि पनि हामी यो छरिन गइराखेको छौँ। अनि यसमा अर्को तपाईको फल्स स्मुथ डिजिजहरू पनि देखा परेका छन्। यो हाम्रो राजु पुरै सेफ्टीका साथ छरिन गइराखेको छ र हामीले पुरै 10 लिटरको सोलुसन बनाएको छौँ र सरले हामीलाई 2.5 ml पर लिटरमा क्लोरोफाइरिफस 50% प्लस साइपरमेथ्रिन 5% इसी हाल्न भन्नुभएको थियो। त्यो हामी यो सोलुसन बनाएर अहिले राजु छर्दैछन्। अनि यो राम्रोसँग छर्नुपर्छ। राजु पुरै यो मतलब थोरै हाल्न मिल्दैन, यो पुरै एकदम राम्रोसँग छर्नुपर्छ। यो छर्नको लागि डिफ्रेन्ट मेजर्सहरू, सेफ्टी मेजर्सहरू पनि हामी अपनाएको छौँ। तपाईहरू हेर्न सक्नुहुन्छ राजुले मास्क लगाएको छ, अनि यो स्लिप्सहरू लगाएका छन्। यो तपाईको हावाको अपोजिट डाइरेक्सनमा गएर छर्किनुपर्छ। अनि यो बिहान अनि बेलुका घाम अलि कम भइसकेपछि, यो अब तपाईँ आफ्टरनुनको टाइममा 12-1 बजेतिर छर्नुभयो भने जो छर्ने मान्छेको लागि पनि राम्रो हुँदैन, अनि त्यति खासै इफेक्टिभ पनि मान्दैनन्। यो राजु एकदम राम्रो तरिकाले छर्दैछ। अनि यो मेडिसिन त नभनौँ, इन्सेक्टिसाइड तपाईको बजारमा त्रिकाल 505 भनेर आएको छ। यो तपाईले हेर्न सक्नुहुन्छ। अनि यो दुईटाको कम्पोजिसन हो, क्लोरोफाइरिफस प्लस साइपरमेथ्रिनको कम्पोजिसन हो। यो हेर्न सक्नुहुन्छ तपाईको। यो हाम्रो साथी सुमन यादव, उहाँले पनि धेरै सहयोग गर्नुभएको छ हामीलाई। हेर्न सक्नुहुन्छ, मतलब दुईवटा प्लट, 2-3वटा प्लटमा हामीले त्यो व्हाइट हेड भन्ने डिजिज लागेको थियो। त्यो इन्सेक्टको कारणले लाग्छ, त्यो हामीले सरलाई भनेको थियौँ। यो हाम्रो फल्स स्मुथ, यो तपाईँको फङ्गसको कारणले लाग्ने गर्दछ। यो तपाईँ कसरी चिन्न सक्नुहुन्छ भने, यो तपाईँ बालालाई हातमा छुनुभयो भने येल्लोइस, अनि पछि म्याच्योर भएपछि ब्ल्याकिस कलरमा आउँछ। यसले तपाईँको तपाईँको इल्ड घटाइदिन्छ र इल्ड त घटाइदिन्छ, अनि तपाईको ग्रेनले बजारमा मतलब बजारको मूल्यमा पनि तपाईको ग्रेनको त्यो घटाइदिन्छ। हम छी किसान भैया, करै छी खेती मिथिला मधेश में, छै हमर बस्ती धोती अकुर